हेलो एभ्रिवान, नमस्ते छ हजुर सबैजनालाई। म चाहिँ आजहरूको बिचमा लिएर आएको छु एज अ हाउसवाइफको घरमा के काम हुन्छ भनेर। सो यहाँ टाइमिङमा चाहिँ 5:42 भइसकेको छ। यो चाहिँ हो हाम्रो रोज गार्डन। अनि त्यस पछाडि चाहिँ यो हो टमाटर हामीले लगाएको, अनि त्यसपछि कच्छु, अनि यहाँ चाहिँ छ बिटरुट। अनि यसो हेरेको त छोरी चाहिँ ठुलो छोरी सुतिरहेको रहेछ। अनि पत्ताकोबी बिन्स निकालेर म चाहिँ सब्जी बनाउनुतिर लागेँ। अनि यसो माथि हेरेको त फर्सी रहिरहेको रहेछ। अनि त्यो फर्सीलाई आइज भनेको त आइहाल्यो हातमा, हेर्नु न। अनि त्यसपछि सब्जीहरू काटिसकेपछि यसो हेरेको त बुढा आइसक्नु भएछ घरमा नाइट ड्युटीबाट। अनि बुढाको आवाज सुनेर सानी पनि उठी, अनि उठेर पापालाई डराई, मलाई पनि डराई, जिस्का कि राति चाहिँ हामीले हेरेको ज्याम्स खाएको थियौँ। अनि 2-3 रहेको थियो। अनि त्यो बिहान बिहानै मुख नदेखिन ज्याम्स खान थालेपछि ज्याम्स अङ्गुर सबै खाएँ। अनि त्यसपछि यसो किचनमा गएर हेरेको त सोयाबिन नै रहेनछ। अनि सोयाबिन लिनु भनेर आमा छोरी चाहिँ हामी गयौँ दोकान जाँदाखेरि हेर्नु न, यसको उत्पात फेरि कम्ता छैन नि। बाबा रे, उफ्रेछ कुदेछ बोलेको, फेरि कति यहाँ हेर्नु न बान्दर जस्तो उफ्रेर छैन। अनि यसो अगाडि गएर माथि हेरेको त दोकान जति त सबै बन्द रहेछ। उतितिर चाहिँ एउटा खुल्ला रहेछ। अनि कुत्ता देखेर डरायो। अनि दोकान पनि पुग्यौँ। अनि दोकान पुग्ने बित्तिकै यो खान्छु भन्न थाल्यो। अनि यसो हेरेको त यहाँ परेवा रहेछ। अनि सामान जति सबै किन्यौँ। अनि ईशानीले आँखै हाली। अब हामी चाहिँ घरतिर लाग्यौँ है, सामान जति सबै हालेर। कहाँबाट आएको तिमी? के लिएर आयो? घर पुग्दा चाहिँ यसो हेर्दा चाहिँ मेरो बुढाले चाहिँ सबै अदरक लसुन कुटेर सब्जी बनाउनु चाहिँ रेडी। आज चाहिँ मेरो बुढाले पनि बनाउनुहुन्छ। दिदीलाई के भन्नुपर्छ? नयाँ भूत? त्यो नयाँ भूत हो? के भयो अरे तिमीलाई? स्कुल जानु ढिलो हुन्छ? जा फटाफट ब्रस गरेछ। प्रगति चाहिँ ब्रस गर्नतिर लाग्यो। यहाँ चाहिँ बुढाले सब्जी बनाउनु हुँदैछ। अनि अङ्गुर खाँदै मलाई खान्छु भन्नु हुँदैछ। अनि त्यसपछि यहाँ चाहिँ कोला लिएर आउनु भएछ। अनि त्यसपछि आधा नानीलाई आधा आफै। अनि यहाँ थ्याङ्क यू भन्नु पर्दैन भनेको त बम टिकी टिकी बम बम गर्दै भागी। अनि त्यसपछि यहाँ सब्जी चाहिँ आँटी नआँटी भएछ, अलिक धेरै भएछ सब्जी चाहिँ। दुध पनि गरम हुँदैछ, घरको हालत चाहिँ यस्तो छ। प्रगति चाहिँ अचानक आएर मम्मी मम्मी हेर्नु न यहाँ के भएछ भन्न थाली। अन्त के भयो भनेर हेरेको त त्यसको माटाको चिप्ले किरा पो रहेछ। अनि कोलगेट खोल्नु सक्दिनँ अरे। अनि खोल त लु भनेको त फेरि खोल्नु सकियो। त्यसपछि यहाँ सब्जी आएर हेरेको त सोयाबिनहरू पनि सबै हालेर रेडी गर्नुभएको छ। बाउछोरीको तमासा हेर्नु न यहाँ। अनि त्यसपछि हाम्रो चिया पनि भयो। अनि त्यसपछि यहाँ चटनी खानु मन लाग्यो अरे बुढालाई। फेरि चटनी आफै बनाउनु हुँदैछ सिलौटामा पिसी पिसी। आज चाहिँ डह्रो कोही कोही बेला चाहिँ गर्नुहुन्छ है मेरो बुढाले चाहिँ। म थाकेको बेलामा सन्चो नभएको बेलामा चाहिँ गर्नुहुन्छ यसो मद्दतहरू चाहिँ। खानाहरू चाहिँ प्रायः जस्तो बुढाले नै बनाउनुहुन्छ धेरै। अनि यहाँ सब्जीको लुक चाहिँ यस्तो भइसकेछ। अनि इतना टाइम लाग्ता है कि आपको ये हॉर्लिक्स खत्म करने के लिए? हाँ, यहाँ चटनी पिसेर पनि भयो, हेर्न सक्नुहुन्छ। यस्तो चटनीमा चाहिँ तुमताप हालेको छ। अनि यहीँ प्रगति चाहिँ स्कुल गइसक्यो। अब ईशानीको पालो। अनि ईशानीको टिफिन रेडी गरिसकेँ मैले। अनि त्यसपछि यहाँ हेर्नु न त्यसलाई कस्तो देखेको छ। अनि म चाहिँ अब रेडी हुँदैछु। म पनि ईशानीलाई स्कुल छोडेर चामल लिन जान्छु भनेर हामी चाहिँ बाटोतिर लाग्यौँ। बाउछोरी चाहिँ हिँड्दैछ। अब म चाहिँ उसलाई क्लाससम्म ड्रप गरिदिन्छु। स्कुल पुगिसकेँ। अब क्लासमा ड्रप गरिओरी अब म आउँछु। त्यसपछि हामी जान्छौँ चामल लिनु। अनि यो चाहिँ हो धान खेतीको चर्च हो। यो चर्चको नाम चाहिँ क्याथोलिक चर्च हो। शिलङको सबभन्दा ठुलो चर्च हो यो। यहाँ चाहिँ धेरै मान्छे घुम्न आउँछन्, हेर्न आउँछन्। अनि हामी चाहिँ घुम्दा घुम्दै रासन दोकान पनि पुगिसक्यौँ, लिएर पनि गइसक्यौँ। म चाहिँ घरतिर लागेँ, बुढा चाहिँ कामतिर। मैले चाहिँ बिहान कपडा भिजाएर गएको थिएँ। अनि त्यो कपडा धुनतिर लागेँ। अनि नानीहरूको कपडा त अब धुनै पर्यो। अब फेरि कपडा सपडा धुइसकेर चामलहरू केलाएर अनि फेरि नानी लिनु जानुपर्छ एकछिन बादमा। अब यहाँ चाहिँ मेरो कपडा धुइसकेर भइसक्यो।
कपडा चाहिँ सुकाउनुतिर लाग्दैछु। मौसम चाहिँ साह्रै खराब छ, सिमसिम पानी परिरहेछ, देख्न सक्नुहुन्छ होला भिडियोमा तपाईँहरू। अनि कपडा सुकाइसकेपछि यहाँ चामल केलाउनु थाल्यो। अब चामल केलाउनु चाहिँ यति आउँदैन, जाँगर खाने बेलामा आँगर भनेर जस्तो डाइलेक्ट छ नि एउटा, हाम्रो आमाले सुनाउनुहुन्थ्यो। जाँगर चाहिँ छ क्या, तर जान्नु चाहिँ जान्दिनँ म, तर जस्तो जान्दछु त्यस्तै केलाउँछु। अनि त्यसपछि यहाँ चामल केलाउनु भ्याइसक्यो। अब यहाँ चाहिँ ईशानी आइपुग्यो है। के पढाउनु भयो मिसले? XY XYZ Z। यहाँ चाहिँ ईशानले मलाई टिफिन देखाउनु थाल्यो। अनि टिफिन देखाउँदा मैले भात सात पनि खुवाइदिएँ उसलाई, मैले पनि खाएँ, बिहान केही खाएको थिइनँ। अनि त्यसपछि उसलाई भात खुवाएर चाहिँ म स्कुलतिर कुदिहालेँ। अनि प्रगतिको पनि छुट्टी भयो, प्रगतिलाई लिएर आएँ। अनि यहाँ ट्युसन पढाउने नानी अरे खडा खडा लेख्छ, फेरि भनेको एउटा कुरा सुन्दैन, बसेर लेख न भनेको हेर न बदमासी, यहाँ रबर घरि मुखमा हाल्छ, घरि यहाँ के भन्छ ओठमा लट्काउँछ, के हो बुझ्नै सक्दिनँ म त यिनीहरूलाई। अनि यिनीहरूलाई चाहिँ आज बिहामा जानु थियो अरे, छिटो छिटो छुट्टी चाहियो अरे। अनि म चाहिँ छिटो पढ, भोलि टेस्ट छ कि छैन भन्दै कराउँदैछु। अनि म पढ्दैछु भन्दैछन्। फेरि हेर्नु न कस्तो चाहिँ मुख पनि कत्रो इत्रु मासु छ। यहाँ पढाउँदा इत्रु पनि गयो घरतिर। अनि त्यसपछि मेरो पार्सल पनि आयो। मैले चाहिँ यो फोनको कभर अर्डर गरेको थिएँ, अनि फोन कभर पनि आयो। यो डेलिभरी बोयले चाहिँ धन्दाले मेरो सातो लगेन हो, कस्तो जिस्काइदियो मलाई। नयाँ फोन ला गिरो भन्यो, म त तर्सेँ नि हैट भनेको त। अनि त्यसपछि है मजाक गरिरह्यो नि गिराएको भन्न थाल्यो। अनि यहाँ हेर्नु न पार्सल बोयलाई, यो चाहिँ यसले चाहिँ मेरो पार्सल ल्याइदिइरहेको छ, हमेसा यही नै हो। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कभर, फोन कभर चाहिँ यस्तो आएछ। अनि त्यसपछि म घरतिर लागेँ फोन कभर लिएर। अनि अङ्गुर सङ्गुर खाएर नानीहरूलाई सुताइदिएँ। हेर्न सक्नुहुन्छ यहाँ दुईजनाले अङ्गुर खाँदैछ। अनि नानीहरूलाई सुताएपछि चाहिँ साँझ पऱ्यो। अनि साँझ परेपछि उठाएर अनि पढ्न थालेँ। मैले चाहिँ यहाँ पढ्दैछन् दुईजना। अनि पढ्दा उसको पापा पनि आइपुग्नु भयो। अनि यहाँ हेर्न सक्नुहुन्छ उसको पापालाई चाहिँ डेको ड्युटी गरेर नि आउनुभयो। यतातिर चाहिँ मेरो खाना पनि पाकिसक्यो र हामी खानातिर लाग्यौँ। अब मेरो बुढा चाहिँ फेरि नाइट ड्युटी जानुहुन्छ। सो नानीहरूलाई नाइट किसी दिनुहुँदैछ। मेरो बुढा चाहिँ डे नाइट दुइटै गर्नुहुन्छ, दुई ठाउँमै ड्युटी गर्नुहुन्छ। के गर्नु, अब दुईवटा नानी भएपछि गरिहाल्नु पऱ्यो। अब म बाहिर काम गर्न जाऊँ भनेपछि नानी कसले हेर्छ, त्यो भयो। त्यही भएर म चाहिँ घरमै ट्युसनहरू लिन्छु र कपडाहरू सिलाइ गर्छु। यसले भइहाल्छ त्यसले पनि। अनि त्यसपछि म बुढालाई बाई भनिदिन्छु। अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ भन्नुहोस् मलाई है कमेन्ट गरेर। अनि आजको भिडियो चाहिँ यतिसम्म नै हो। त्यसपछि हामी फेरि भेटौँला भिडियोहरूमा। म नयाँ भिडियो लिएर आउने छु हजुरहरूको सामने। सो बाई बाई, गुड नाइट एभ्रिवान, थ्याङ्क यू फर वाचिङ।